हामी पौडी खेल्न लागेको हाम्रो चाहिँ किरण खोलामा लास्ट गर्मी छ आज नेपालगञ्ज भाइ आज के भन्ने सधैँ हुन्छ हाम्रो गर्मी मेला चाहिँ होइन गर्मी महिनामा यो चाहिँ हाम्रो भाउजू हो म चाहिँ उनको दियोर अनि त्यही हो है हामी चाहिँ आज पौडी खेल्न लागेको अब पछि बिच बाटोमा गएको साको सबै अब देखाउँला होइन हेर्दै जानु होला नि ड्रेसअप हेर्नु होला यिनको ड्रेसअप छि हुन्न यिनीहरू भाउजूहरू हुन राम्रो हुन्न ल ए त्यो पेज यस्तो ह्यान्डसम केटाको हुन् के यहाँ न के हो त चुम्माको पुरै डाम बसेको त हजुर यहाँ मेरो छ त त्यहाँ दियोर एउटा नाम मुनि फेरि दियोरको फेरि नगेश दियोर बाबु कस्तो फिल भइरहेछ अहिले एकदम मलाई अहिले न के यस्तो गर्मीमा दुबईमा भएको जस्तो लागेको छ मलाई अहिले साउदीमा सासुआमाले हेर्नु नि त्यहाँ फेरि आमामा यस्तो कट्टु खोजिरहेछ नि सासुआमाले फेरि दुबई भन्दा नि साउदीमा भस्तो फिल भइरहेछ के 1:30 बजे पौडी खेल्न को जान्छ होला कि भरे हामीलाई त हुनु छ नहुनु छ अर्कोलाई हेर नि त्यहाँ फेरि नाङ्गै भाइ के बोल्न एक शब्द है गन्जदेखि कोही आउँछ पौडी खेल्न यहाँ मानखोलामा आमा यस्तो पनि हुन्छ दिदी मिनी भलक सेयर गर्नु भोइस ओभर गरेर कहिले आउँछ भिडियो फेरि अर्को महिना बाबु 3 शब्द बोल्दैन के यस्तो गर्मीमा हामी बाँध्दा त्यही त लास्टै छ कि यस्तो गर्मी हामी नुहाउन जानसँग शीतल खोज्न एक शब्द बोल्दैन त्यसरी घाममा चस्मा कहाँदेखि किन्नु भएको हजुरले मैले ए कहाँदेखि हो नेपालगञ्जदेखि नेपालगञ्ज कुन पसल नाम बिर्से कति पैसा पर्यो होला यस्तो किनी भइदियो हुन्थेन कस्तो एक्सक्युज मी ल मलाई त्यस्तो किन्नु छ मेरो बुढाले यस्तो कुरामा इजाजत दिइरहेको छैन कि कस्तो सर्ट लगाउने हामी चाहिँ पुग्न आँटिसक्यौँ है यो देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो यो बन्दाको नाली हो सानो बच्चाहरू पनि आइरहन् हामी चाहिँ यहाँ गइरहेछौँ साथीहरू यस्तो गर्मी छ 1:30 बजे समथिङ 1:30 भइसकेको छ यस्तो गर्मीमा पनि हामीलाई यति रहर हुने के बाबुहरू त अगाडि पुगिसक्नुभयो हामी चाहिँ लास्टमा छौँ साथीहरू यहाँ देख्न सक्नुहुन्छ बच्चाहरू यहाँ खेलिरहेको छ सानो भाइहरू आमा देखा त फलब हो भाइरल भन नि त ल यहीँ हो हामी चाहिँ नुहाउने है हामी कहाँ नुहाउने त हेर्नुहोस् यति ठुलो तलाउ छ यहाँ चाहिँ पहिलामा हामी चाहिँ पिकनिक खान्थ्यौँ है साथीहरू यसमा पहिलामा हामी पिकनिक खायो यस्तो रमाइलो हुन्थ्यो हामी नुहाउने चाहिँ यहीँ हो साथीहरू अनि हामी यति गहिरोमा जान सक्छौँ त पहिलोचोटि बिहे हुँदाखेरि चाहिँ यहीँ आएको थियौँ कि पौडी खेल्न साथीहरू त्यति बेला चाहिँ प्रेग्नेन्ट थिएँ नआएन मैले त्यति बेला चाहिँ यस्तो तलाउ छ साथीहरू यस्तो कालो निलो भएर पनि को पौडी खेल्न आउँछ कि हामी आउँछौँ साथीहरू हामी कस्तो फिलिङ्स भइरहेको छ देवर बाबु ओहो ल जाम त जाम यहाँ चाहिँ गई छ भन्छ है कसै तर हामीलाई थाहा छैन अहिलेसम्म चाहिँ पहिला सुरुको वर्ष हामी फर्स्ट टाइम मेरो बिहा गरेर आउँदाखेरि चाहिँ म पहिला चाहिँ यहाँ आएको थिएँ एक टाइम चाहिँ है धकल दिनु न राम्रोसँग कस्तो डर नमानेको के पानी चिसो छ बहुत फ्याँके थियो त पुरा सक्छु भनेर आमामामामा ल रितुवाले के हान्न लाग्यो अरे डाइभ गरे रेशम दाइको लाज होला है रेशम दाइको लाज नाकमा पानी त मुखमा नाकमा पानी यस्तो बच्चाहरूले फालिरहेछन्
पर्दैन के जानु त्यो भाउजू मैले झ्याउ लाग्यो म त कस्तो लास्टै गर्नु छ कि फाल्नु छ कि नै हामी चाहिँ निस्क्यौँ है नुहाएर निस्किसकेँ म चाहिँ तिनीहरू चाहिँ त्यहीँ नुहाइरहेको छ अझै पनि 4जना ठुलो म चाहिँ निस्क्यौँ है लास्टै 4 5 गएपछि झ्याउ लाग्ने यार लास्ट 4 जाने ल हान्नु छिटो 1 2 3 जस्तो बबाल रमाइलो भइरहेछ गाइस ल अनि आन्टी बस्नु हाल गएन होला हाम्रो आन्टी मात्र खिच्नु यो पारा फस्नु देखो मैं उड़ने वाला हूँ हाय गाइस मैं हूँ डिस्कवरी वाले मैं पंची स्टार होता हूँ हाय गाइस अहिले चाहिँ यस्तो भएन हावा छोडिरहेको छ पौडी खेल्दा पनि पावर हावा छोडेको थियो मजा आएको छ हेर्नु यो पुरै म भिडियो छु होइन उनको चाहिँ यो च्यानल चाहिँ मेरो च्यानल होइन उसको च्यानल हो उसलाई चाहिँ लाइक अनि सब्सक्राइब गरिदिनु होला सबैले होइन त्यही हो ल बाई बाई